बनाएँ। हेलो साथीहरू, मेरो छोटो अनि मिठो भिडियोमा हजुरहरूलाई स्वागत छ। हाम्रो घरमा पनि करकलो चाहिँ सबैलाई मनपर्ने भएको भएर अनि बुवाले करकलो लिएर आउनु भएछ, खै कताबाट हो खोजेर। अनि मैले चाहिँ यो करकलोलाई अब यस्तै छोटो छोटो गरेर काटेर बटारेर अनि अब यसलाई म उसिन्दैछु। यो करकलो बनाउने मेरो चाहिँ छुट्टै तरिका छ। अब सबैले आफ्नो आफ्नो तरिकाले बनाउनुहुन्छ, तर मैले चाहिँ छोटो मिठो तरिका राखेको छु। सबैजनाले चाहिँ पुरा भिडियो हेरेर लाइक कमेन्ट गरिदिनु होला है त। सुरुमा चाहिँ मैले करकलोलाई खालि यस्तो पानी थोरै राखेर अनि उमाल्दैछु। अनि उमालेर करकलो पाकिसकेपछि चाहिँ यो दाल फेट्ने फिर्के हुन्छ नि, त्यसले मजाले सिस्नुलाई घोटेको जस्तो गरेर घोट्दैछु। अनि यसमा मैले थोरै मकैको पिठो पनि राखेको छु। मकैको पिठो राखेको चाहिँ स्किप भएछ क्या। यसरी हेर्नु त घोटेपछि रेडी भयो। अनि निकालेँ। फेरि त्यही कडाईमा मैले तेल राखेर लसुन अनि सुकेको खुर्सानी थोरै मेथी जिरा एकै ठाउँमा राखेर फुराएँ। अनि फुराएर अनि रातो भइसकेपछि चाहिँ फेरि मैले थोरै प्याज पनि राखेँ। अनि प्याज पनि रातो रातो भइसकेपछि चाहिँ अब म अघि निकालेको करकलोलाई यसमा झ्वाइया पारेर झानिदिन्छु। हेर्नुहोस् त यति मिठो हुन्छ नि। अनि मैले चाहिँ नुन अघि थोरै राखेको थिएँ नि त, अनि फेरि अहिले कागती सागती राख्दा त अनि नुन कम हुन्छ भनेर फेरि मैले थोरै स्वादअनुसार नुन अनि बेसार राखेँ। अरू चाहिँ म यसमा अब केही मसलाहरू राख्दिनँ। यसको मसला चाहिँ यति नै हो। यो जति कम मसला हाले त्यति नै मिठो हुन्छ नि त। अनि मजाले अब यसलाई मिक्स गर्ने। अनि मिक्स गरेपछि हल्का त्यसको पानी सुकेपछि हेर्नु त रेडी भयो। अनि लास्टमा चाहिँ अब मैले आधी कागती लिएर कागतीलाई मजाले निचारेर हालेर फेरि मिक्स गर्दैछु। अनि करकलो चाहिँ रेडी भयो। कोलाई मन पर्यो मेरो करकलोको रेसिपी सबैजनाले नबिर्सिकन कमेन्ट गर्नु होला। अनि आज चाहिँ ढेँडो खाने भनेर ढेँडो पनि बनाएँ। अहिलेको लागि चाहिँ बाई बाई।